के तपाईलाई कहिले कुनै समस्या यति ठुलो लागेको छ कि त्यसको समाधान नै छैन जस्तो महसुस भएको हो? सायद हामी सबैले जीवनमा यस्तो क्षण भोगेका छौँ। तर आजको यो सानो कथाले सिकाउनेछ समस्या धेरै ठुलो हुँदैन, कहिलेकाहीँ हाम्रो हेर्ने दृष्टिकोण मात्र सानो हुन्छ। त्यसैले यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। नमस्ते साथीहरू, म तुफान बाबु। स्वागत छ तपाईलाई एउटा अर्को प्रेरणादायी यात्रामा। एक दिन एकजना बुबा शान्त वातावरणमा बसेर किताब पढिरहेका थिए। तर उनको सानो छोरा भने बारम्बार नयाँ नयाँ प्रश्न लिएर आइरहेको थियो। बुबाले सम्झाए, माया गरेर चुप लाग्न भने, अलिकति गाली पनि गरे। तर छोराको जिज्ञासा झन् बढ्दै गयो। अन्ततः बुबाले एउटा उपाय निकाले। उनले नजिकै रहेको एउटा पुरानो किताब खोले। त्यसभित्र विश्वको एउटा रङ्गीन नक्सा छापिएको थियो। उनले त्यो पाना धेरै टुक्रामा च्याते र छोरालाई दिँदै भने, यी सबै टुक्रा मिलाएर फेरि विश्वको नक्सा बनाऊ। बुबाले मनमा नै सोचे, अब त यो काम गर्न कम्तीमा पनि 2-3 घन्टा लाग्छ। म पनि ढुक्कसँग किताब पढ्न पाउँछु। तर आश्चर्य, 5 मिनेट पनि बित्न नपाउँदै छोरा मुस्कुराउँदै फर्कियो। उसले भन्यो, बुबा, नक्सा तयार भयो। बुबाले विश्वासै गर्न सकेनन्। उनले हेर्दा विश्वको नक्सा एकदम सही रूपमा जोडिएको थियो। उनले अचम्म मान्दै सोधे, यति गाह्रो काम तिमीले 5 मिनेटमै कसरी गर्यौ? छोराले हाँस्दै उत्तर दियो, बुवा, तपाईले दिएको पानाको पछाडि एउटा कार्टुन थियो। मैले पहिले त्यो कार्टुन मिलाएँ। कार्टुन मिल्ने बित्तिकै अगाडिको विश्वको नक्सा आफै ठिक ठाउँमा मिलिहाल्यो। यति भनेर छोरा फेरि खेल्न दौडियो। तर बुवा भने गहिरो सोचमा डुब्न पुगे। त्यही क्षण उनले एउटा ठुलो सत्य बुझे। जीवनका धेरै समस्याहरू पनि यस्तै हुन्छन्। हामी समस्या देखिएको भागलाई मात्र हेर्छौँ, त्यसैले समाधान असम्भव जस्तो लाग्छ। तर जब दृष्टिकोण बदल्छौँ, अर्को पाटोलाई हेर्न थाल्छौँ, त्यही समस्या सहज रूपमा समाधान हुन थाल्छ। साथीहरू, यस कथाको सन्देश स्पष्ट छ। हरेक समस्याको समाधान हुन्छ, तर त्यसलाई देख्न सही दृष्टिकोण चाहिन्छ। त्यसैले कठिनाइ देख्ने बित्तिकै हार नमानौँ। एकछिन रोकिनुहोस्, शान्त भएर सोच्नुहोस् र अर्को कोणबाट हेर्ने प्रयास गर्नुहोस्। सायद तपाईले खोजेको समाधान त्यही लुकेको हुनेछ। साथीहरू, यदि यो कथाले तपाईलाई केही नयाँ सोच्न प्रेरित गर्यो भने भिडियो लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै प्रेरणादायी कथाहरूका लागि आरजे तुफानलाई फलो, सब्सक्राइब गर्न नभुल्नुहोस्। म फेरि अर्को प्रेरणादायी कथासहित चाँडै नै तपाईहरूसँग भेट्नेछु। तबसम्म सकारात्मक सोचिरहनुहोस्। हरेक समस्यालाई नयाँ दृष्टिकोणबाट हेर्न नबिर्सनुहोस्।